कथाको सुरुमै कान्छीलाई भुतालेको देख्न सकिन्छ। ती तीनजनाहरू कान्छीलाई साइड लगाएर आफ्नो बाटो लाग्दै गर्दा पुलिसहरूको सामु पर्न जान्छन्। उता कान्छी साहसको साहस फेर्दै पुलिसको सामु यी अपराधीहरूलाई पकड्न भनेको देख्न सकिन्छ। तिनी अपराधी भाग्न खोज्दै गर्दा पुलिसहरूले तिनीहरूलाई आफ्नो कब्जामा लिई उनीहरूसँगै जेल लगेका छन्। यता फेरि सन्तोष र शिला आफ्नो छोटामिठा कुराकानी गरिरहेको पनि देख्न सकिन्छ। यता कान्छीले सागरलाई फसाउने ती अपराधीहरूलाई पुलिसको आफ्नो फन्दामा राखेको कुरा आफ्नो आमा बुवासँग भन्दै गरेको समेत देख्न सकिन्छ। यो सबै कुरा फेरि सन्तोष, श्याम राई र मितदाईलाई समेत भनेको देख्न सकिन्छ। मितदाईकी श्रीमती आफ्नो दिदी जेल परेको भन्दै पुरपुरोमा हात राखेको समेत देख्न सकिन्छ। यता फेरि कान्छाले सोफियालाई घर जाऊ, माइतमा धेरै नबस्छ भन्दै गरेको देख्न सकिन्छ। सबैले आफ्नो बयानको लागि वकिल समक्ष अदालतमा प्रस्तुत गरेका छन्। सागरले दोषी ठहराउँदा कान्छी हृदय कराउँदै मेरो श्रीमान निर्दोष हुनुहुन्छ भन्दै रोएकी छन्। त्यसरी यी कुराको छिनोफानो गर्नका लागि भनी अदालतले म्याद थप गरेको छ। सागर नछुटेको खबर सुनि मितदाई र सन्तोष सरलाई समेत नरमाइलो लागेको छ। आमासँग कान्छीले माफ पनि मागेकी छन्। घर जाँदै गर्दा बाटोमा एउटा भाइसँग भेट भएको छ। सागरको बारेमा मलाई थाहा छ र ऊ निर्दोष भएको सबै सबुत मसँग छ भन्दै कान्छीलाई उसले आफ्नो घरतर्फ लैजान्छ। त्यसपछि टिभीमा त्यो भाइले सबै कुरा प्रमाण देखाउँछ। त्यसपछि टिभीमा पुरै प्रमाण देख्दा त कान्छी र हामी समेत सम्पूर्ण दर्शकबिनहरू पनि चकित भएको देख्न सकिन्छ। हवस् त साथीहरू, तपाईँहरूलाई आजको यस भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो प्रतिक्रिया दिन भने नबिर्सनुहोला। साथीले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी साथमा रहेको बेल आइकन समेत प्रेस गर्न भने नबिर्सनुहोला।